नमस्ते, मेरो नाम अनिता आचार्य हो। सबैजनालाई हाम्रो यस च्यानलमा स्वागत छ। आर्थिक कमजोरी भएको हुनाले हामी केही वर्षदेखि हामी इन्डियामा बस्छौं। म, मेरो बुढा र मेरो देवर। हाम्रो कोठा 2 वटा छ। एक देवर बस्नुहुन्छ, एक कोठामा हामी बुढाबुढी बस्छौं। हाम्रा बालबच्चा नेपालमै बसेर बढ्छन्। हामी बुढाबुढीको ड्युटी फरक समयमा छ। बुढाको नाइट हुँदा मेरो डे पर्छ, मेरो डे हुँदा बुढाको नाइट हुन्छ र देवरको पनि दाजु सँगै नाइट हुन्छ। एक दिन मेरो नाइट ड्युटी थियो। ड्युटीबाट आएर खाना बनाए, नुहाउन बाथरुममा पुती खेलाउँदै थिए। एक्कासी भाउजू भनेको आवाज आयो। हजुर को हो भन्दै थिए। देवर बाथरुममै। देवर भित्र पस्नुभयो। मैले पुतीमा हाल्दै गरेको भेन्डेटा देखाउँदै भन्नुभयो, के हो यो? मैले सबै बाहिरबाट सुनेको थिएँ र म हजुरलाई के भयो भनेर भित्र पसेको भन्नुभयो। म नाङ्गै भएर होला। देवरले मेरो बुबु समात्दै भन्नुभयो, दाइले हजुरलाई डोज दिन सक्दैन भन्नु, हजुरलाई म दिन्छु भन्दै आफ्नो लाडो निकालेर मेरो पुती भित्र डग स्टाइलमा चिक्नुभयो। एकछिन मेरो होस नै हरायो। कति लामो रहेछ बाबु, तपाईको लाडो, कति मज्जा आएको छ मलाई भन्दै आनन्द आएको छ भने मलाई आधी घण्टासम्म चिक्नुभयो। झर्नै लागेको थियो। बाहिरबाट अनिता अनिता भन्दै बुढा आए जस्तो छ। बाबु दाइ आउनुभयो। अब के गर्ने भने, भाउजू तपाईँ चिन्ता नलिनुहोस्, तपाईँ बाहिर जानुहोस् र दाइलाई किचनमा लग्नुहोस्, म यहाँबाट निस्केर आफ्नो कोठामा जान्छु भन्नुभयो र त्यसै गर्यो। त्यस दिन बुढालाई थाहा भएन।